आज चाहिँ मैले मेरो गाउँ धादिङ जिल्ला जलमुखी गाउँपालिका 8 खरी भदुवार 2 घरे गाउँको भिडियो देखाउन लागिरहेको छु। यहाँ हुनुहुन्छ हाम्रो बागैछा क्षेत्रबहादुर राणा मगर। उहाँ चाहिँ घरबाट हेरिरहनु भएको छ भने पम्फी मगर पनि रोडबाट म चढेको रुखमा हेरिरहनु भएको छ। यो चाहिँ मेरो घरमाथिको काब्रोको रुख हो गाइज, हेर्नु होला। यो काब्रो रुख अत्याधिक ठुलो छ। म पनि अहिले काब्रोको रुखबाट यो भिडियो खिचिरहेको छु। आज चाहिँ मैले रुख कटन गर्न लागिरहेको छु। यो चाहिँ मेरो घरमाथिको पुऱ्याएको छ बाटो, जुन ग्राभेल छ, केही हुन्छ। ल देवी पनि आइपुग्यो। ल देवी, ए के भएर छ त्यतातिर? यो ड्रोन क्यामेराको भन्दा कम चाहिँ छैन गाइज। यो चाहिँ देखेको सेतो टावर चाहिँ मैले भूकम्प जाँदाखेरि त्यस टावरमा सुतेको थियो। यो पल्लोहरू चाहिँ मेरो दाइको घर हो गाइज। यो चाहिँ मेरो घर हो, देख्न सक्नुहुनेछ। ल गाइज, ल हेर्नुहोस्। हेर्नुहोस् है गाइज, यो चाहिँ खरी भदुवार 2 घरे टोल, जुन यसको फोटो यस्तो रहेको छ है गाइज। हेर्नुहोस्। अब तपाईँहरूलाई म यहाँ देखाइरहेको छु। यो सेतो घरभन्दा अलिकति थोरै केराको उसमा चाहिँ हरिबहादुर थापा मगरको घर रहेको छ भने यहाँ चाहिँ ल्याउनु हाम्रो अहिले कृषिमा चाहिँ राम्रो प्रगति गर्नुभएका देवी थापा मगरजी हुनुहुन्छ। उहाँ पनि के छ, केरा राम्रै फैलिरहेको छ। ए ल ठिक छ। ल हेर्नुहोस्, उहाँले पनि केरा राम्रो उत्पादन गर्नुभएछ। यो चाहिँ हामी यस टोलको है। यसमा हाम्रो चाहिँ 115 घरधुरी मगर टोल भयो नि। यहाँ चाहिँ खाली टोल 2 घरे टोल र माथि भदरबासी भन्ने रहेको छ भने अहिले यो ठ्याक्कै हेर्नुहोस् है गाइस, कस्तो लाग्छ। तपाईँहरूले लाइक कमेन्ट सेयर पनि गरिदिनु होला। त्यो पल्लो डाँडो देखे चाहिँ अलिअलि निलो निलो जुन केही देखे त्यो चाहिँ धादिङको साँखु 16 घर साइड हो भने यो पल्लो चाहिँ जलमुखी गाउँपालिका 4 ढोलाको पुर्सुक एरिया, जुन एरिया निमलसरा पनि भनिन्छ, त्यतातिर हो गाइज। हेर्नु कस्तो लाग्छ मेरो गाउँ अहिले हाल यस्तो अवस्थामा रहेको छ। सबै आफ्नो काममा लागि परेका छन्। ओ दिदी, आज घाँस पुग्छ? यता हेर्दा भाइ कति माथि छ। ल गाइज, 2 घरे टोल कति राम्रो रहेको छ। ल्याउनुहोस् है गाइज, तपाईँहरूलाई विश्वास नलाग्न सक्छ। म अहिले धेरै अग्लो हाइट पोइन्टमा छु। यो चाहिँ जलमुखी गाउँपालिकाको 1, 2, 3 नम्बर वडा रहेको छ भने गाइज, तपाईँहरूले त्यो बिचको अग्लो भाग चाहिँ सिद्धले गाउँपालिका नलाङ रहेको छ र यो बिचको भाग जुन हल्का तेर्सोदेखि एउटा घर जस्तो देखेको जमिनको जुन अवस्था छ त्यसलाई चाहिँ टारी भनिन्छ है गाइस। टारी अहिले त्यस एरियातिर पनि काफल पाइरहेको छन्। हेर्नुहोस्, फेरि पनि गाइजहरूलाई मैले भनिहालेँ। यो चाहिँ मेरो घर है गाइज, मेरो घर। म चाहिँ अहिले घरमाथिबाट खिचिरहेको छु। आबै आबै, ल ल है गाइज, यस हेरिदिनु होला तपाईँहरूलाई कस्तो लाग्छ। भाइजू खाजा खानुभयो? ए
ल है गाइस, तपाईँहरूलाई कस्तो लाग्छ हेरिदिनु होला। हेर्नुहोस् गाइस, हेर्नुहोस् मेरो गाउँ घर यस्तो, मेरो आफ्नो अहिले हाल रहेको गाउँहरू यस्तो छ। यहाँ चाहिँ हाम्रो शेरबहादुर थापा मगर हुनुहुन्छ, उहाँ पनि काम गरिरहनु भएको छ। मेरो आज त्यहाँ घाँस काट्न गर्छु। म धेरै रुखको हाई पोइन्टमा छु, भनेको मतलब रुखको धेरै माथि टपमा छु। यो चाहिँ मेरो बाख्राको थलो है गाइस, बाख्राको थलो देख्नुहुनेछ। यी बाख्रा चराएको ल यस्तो रमाइलो गाउँमा हेर्नु होला सबैले ठाउँ ठाउँमा। हेर्नुहोस् है गाइस, म पहिलाकै ठाउँमा यो चाहिँ जमदारी चौतारा पनि भनिन्छ। हेर्नुहोस् है गाइस, अझै पनि अब चाहिँ तपाईँहरूलाई म लास्टमा सेयर सरर देखाउँछु। यो चाहिँ ग्राभेल सडक है गाइस। अब हेर्नु न कस्तो लाग्छ तपाईँहरूले। यो दुई घरे भ्लग अफिसियललाई लाइक, सब्सक्राइब र सेयर गरिदिनु होला। यस्तै भिडियोहरू म यहाँहरूमा लिएर आउने छु है गाइस। मेरो अर्ग्यानिक भिडियोहरू यस्तै हो। मेरो आफ्नै गाउँघरको, मेरो आफ्नै घर वरपरको भिडियोहरू आउने छ है गाइस। हेर्नुहोस्, थ्याङ्क यू यहाँसम्म हजुरहरूले मेरो भिडियोलाई हेरिदिनु भयो। तपाईँहरूलाई धेरै धेरै धन्यवाद। र DUIGHR दुई घरे भिएलजी भ्लग OFFICIEL अफिसियल युट्युब च्यानलबाट यस्तै भिडियोहरू आउने छ है गाइस। यति भन्दै यहाँहरूमाझ म धन बहादुर राणा मगर यहाँहरूमाझबाट बिदा हुन चाहन्छु र धन्यवाद।